हेलो सबैजनालाई स्वागत छ गीताज क्लाउड किचनमा। हजुरहरु सबैजनालाई स्वागत छ। विशेष सुत्केरी दिदीबहिनीहरु अनि हाम्रा दाजुभाइ दिदीबहिनीहरु सबैजनालाई स्वागत छ है। म चाहिँ सुत्केरी मसला बनाउन गइरहेको छु। यो सुत्केरी मसला चाहिँ हजुरहरु सबैजनाले खान मिल्छ ल। सबैजना बच्चा बाहेक सबैजनाले खान मिल्छ। हामी विशेष चिसोमा जोगिनको लागि हो। यो चाहिँ काजु हो हैन, यो चाहिँ बदाम हो, यसलाई मधिसे बदाम पनि भनिन्छ। यो चाहिँ गुद हो, यो खसीको ब्या, यो चाहिँ छोकडा, यो ओखर हो, यो नरिवल मैले चाहिँ यसरी कोरेर राखेको छु। हेर्नु न, अलि स्वाद पनि हुन्छ खानालाई। अनि यो चाहिँ मिश्री केलाई कुलाई, यसमा चाहिँ धागो हुन्छ है, विशेष धागो हुन्छ। अनि त्यो धागो निकालेको छु। अब कहिले कहिले नदेखेर यसो छुटपुट बस्छ, त्यसमा चाहिँ हजुरहरूले यसो विचार गर्नु होला। अब देखेसम्म चाहिँ झिकाएको छु। यहाँ धागो हुन्छ, विशेष त्यसले केही गर्दैन। यो चाहिँ बदामको धुलो हो, धुलो पनि बनाएको छु। यो काजुको धुलो हो, यो चाहिँ लाङ्गारी, यसलाई लाङ्गारी भन्छ हैन। यो बत्तिसाको धुलो, यो ठुलो ओखातो है, मैले ठुलो ओखातो हो। मैले हजुरहरूलाई यहाँ अर्को पनि देखाउँछु। यो चाहिँ हर्चुर, यो चाहिँ हर्चुर है, यो हर्चुर हो। यो चाहिँ बत्तिसा, यो बत्तिसा हो। अनि त्यसै गरी यो सुप, नेपाली सुप मैले भुटेर राखेको हजुरहरूलाई हेर्नु होला है, भुटेर राखेको छु। यो जाइफल, यो चाहिँ दालचिनी हो, दालचिनी पनि राख्ने गरेको छु। यो मरिच हो हैन, चिसोबाट जोगिन्छ। यो चाहिँ मेथी, यो चाहिँ मैले यसरी कुटेर राख्छु। त्यो चाहिँ धुलो बनाइसकेको छु। यो चाहिँ अलिकति धुलो बनाउनै बाँकी छ है। यो चाहिँ ठुलो ओखत हो, विशेष यो गाउँको ठुलो ओखत हो। अनि यो चाहिँ ल्वाङ सुकुमेलहरू सबै थोक राखेको छु मैले यहाँ। यो सबै मसला राखेको छु विशेष सबै। अनि त्यसपछि मेरो चाहिँ यहाँ भाँडो डढिसक्यो है। अब मलाई एकदमै बिजी र एकदमै हतार छु। हजुरहरूलाई पनि चाहिन्छ भनेदेखि यो चाहिँ घिउ म हेर्नु, यहाँ लोकल घिउमा यसरी बनाउँछु म चाहिँ सबै कुरा। अब त्यो धुलो बनाएँ हैन, यसमा चाहिँ सबै गुदहरू चाहिँ मैले लोकल घिउमा फुराउँछु। हेर्नु यसरी। विशेष केमा बनाएको भन्नु होला। अब हाम्रो सुत्केरी दिदीबहिनीहरूले चाहिँ तेल पनि खान नहुने हुनाले चाहिँ मैले यसमा बनाउँछु। हजुरहरू सबैजनाले अर्डर गर्नु